साथीहरू धन्यवाद छ। अनि भदौ 23 र 24 गतेको घटनापछि देशमा फेरि निर्वाचन भयो। निर्वाचन पनि त्यस्तै पनि बनाउने निर्वाचन भयो त्यो। त्यसले गर्दा देशको परिस्थितिमा धेरै गन्जागोल छ। यस हिसाबले अहिलेको राजनीति एउटा व्यवस्थित रूपले एउटा बाटो लागिरहेको छैन। भोलि के हुन्छ त्यो अहिले हामी भन्न सक्दैनौँ। र 23-24 घटनालाई हामीले हेर्ने हो भने देश र विदेशी शक्तिहरूको नियोजित उपद्रव हो एक प्रकारको, जसलाई पछि आन्दोलनको नाम दिइयो। त्यसबारे पनि अनेक रिपोर्टहरू छापामा आइसकेका छन्। यो कुरो सबैलाई थाहा भएको हुनाले यसमा अहिले डिटेलले जानुपर्ने म देख्दिनँ। यो जुन निर्वाचन भएको थियो, निर्वाचन पनि त्यस्तै सरकारका सबै संयन्त्रहरू अहिलेको सरकारको पक्षमा प्रयोग भएको देखिन्छ। त्यसकारण त्यस किसिमको निर्वाचन पनि होइन। हुन त पुँजीवादी चुनावहरूमा त्यस्तै हुन्छ, यसमा कुनै अप्ठ्यारो मान्नुपर्ने कुरा छैन, हामीलाई थाहा भएकै कुरा हो। बाकस बिगार्ने, नक्कली मतपत्रहरू जोड दिने, भएका पुराना सबै खोतल खातल गर्न सकिने सबै सम्भावनाहरू छ। अहिले हिन्दुस्तानको पनि अहिलेको चुनावको बारेमा धेरै हो होला, धेरै गलत काम भयो भन्ने कुरो अब गर्ने साध्य छैन। अब यो पुँजीवादी चुनावहरू स्वाभाविक रूपले राम्रो हुने भए त पुँजीवादी व्यवस्था त स्थिर रहन्थ्यो। त्यसकारण पुँजीवादी व्यवस्थामा यस्ता हुने नहुने सबै कामहरू हुन्छ भन्ने कुरा हामीले पहिलेदेखि सुन्दै आएको हुनाले यसमा आश्चर्य मान्नु पर्दैन। हरेक किसिमका सबै गलत कामहरूसँग सामना गर्ने भावना नेपाली जनतामा हुनुपर्छ। त्यसै गरी हाम्रो पार्टीले सदा जनतालाई सचेत पारिराख्नुपर्ने हो। र अहिले प्रणालीको आर्थिक समसामयिक सामाजिक रूपान्तरणको बारेमा धेरै चर्चाहरू हुन्छन्। तर हाम्रो साथीहरूलाई सजिलैसित केही काम हुन्छ, सरकारको भरमा केही काम हुन्छ भन्ने कुरा हामीले लियौँ भने धेरै पछि पर्छ। हरेक कुरा जनताकै भरमा र जनताकै बिचमा काम गर्न सक्यौँ भने छिटो हुन्छ। र सरकारको भरमा बस्यो भने त्यो बिचबाट पैसा आएको पनि तिनीहरूले लिएर जान्छन्। यो कुरामा हामी सबै सचेत हुनुपर्ने म देख्छु। र अहिले कर्णालीका सबै जनताहरू पनि हिजो जस्तै जहिलेसम्म त्यहाँको जनता इमान्दार हुँदैनन् सबै पार्टीको, तहिलेसम्म बिचबिचमा त्यो चुहावट भइरहन्छ। डोकोमा जसै पानी हाल्दा रहँदैन, त्यसले सबै पार्टी त्यस्तै छन्। सबैले खाने, सबैले भ्रष्टाचार गर्ने हो भने हामी जतिसुकै कुरा पनि हुँदैन। तर हाम्रो साथीहरू यसबारे अवगतै हुनुहुन्छ र अरू पार्टीका साथीहरूलाई पनि यो राम्रोसँग भन्नुपर्छ। होइन भने आफ्नै खुट्टामा आफैले बन्चरो हाने जस्तै हुन्छ। त्यो कुरो पनि हामी ध्यान दियौँ। जहाँसम्म अन्तर्राष्ट्रिय विषय छ, संयुक्त राज्य अमेरिका र इरान बिचको जुन द्वन्द भयो, त्यो द्वन्द्वको अगाडि अरू देशलाई त त्यसले ठड्काएरै सबै काम गर्थ्यो अमेरिकाले। अब इरान चाहिँ त्यो ठड्किनेवाला छैन। म तिमीसँग लडाइँ भने लडाइँ, शान्ति भने शान्ति भन्ने खालको छ। र तिमीले आक्रमण गर्ने सम्भावना हामीसँग छ, हामी लड्न पनि तयार छौँ, तिमीसँग छुट्दैनौँ। तिमीसँग सम्झौता हुने सबै सम्झौता तिमीले लागू गर्ने होइन। त्यसकारण हामीले अब यस्तो धोका दिँदैनौँ भनेर तिमीले लेखेर दिनुपर्छ। हामीले तपाईँले विश्वासका साथ दिनुपर्छ। नत्र तिमीले आज मिल्ने भन्छ, भोलि तिमीले फेरि बेमान गर्दैछ भनेर तिम्रो कुरामा हामीलाई विश्वास छैन, क्षतिपूर्ति दिनुपर्छ। अहिले जति पनि हाम्रो ध्वस्त गरेका छ तिमीले,
त्यो क्षतिपूर्ति नदिएसम्म तिमीसँग कुरा हुँदैन। क्षतिपूर्ति दिएर मात्रै होइन, अबदेखि यस्तो गर्दैन भने तिमीले वचन दिनुपर्छ भन्ने कुरा भएको छ। त्यसैले इरानबाट पनि सबै जनताले अब सिक्न खोजेको छ। अमेरिकासँग झगडा गरेपछि त झन् यसले लखेट्दो रहेछ र सङ्घर्ष गर्नै पर्ने रहेछ भनेर सबै जनता पनि यसले सचेत हुँदैछ। अब संसारमा अहिले सबै ठाउँमा दक्षिणपन्थीहरू उड्दैछन्। दक्षिणपन्थी भनेको प्रतिक्रियावादीहरू। युग अगाडि बढ्दैछ, अब हाम्रो पालो खतमै भएको भनेर अब त के गर्दैछ भन्नुलाई भने अब त्यो भ्याउटोलाई सर्पले खाँदै थियो। त्यो भ्याउटोले फेरि त्यो फट्याङ्गा टिप्न छोड्दैन। त्यसले भने जस्तै अमेरिका त बिस्तारै एक पाइला गरेर त्यो छर्दैछ। अब ऊ जाने त्यो युवा जस्तो अगाडि आउनै सक्दैन। त्यो बिस्तारै छर्दैछ त्यो। र उसले जतिसुकै चाहे पनि उसको अर्थतन्त्र ध्वस्त भएको हुनाले उसलाई कसैले नपत्याउँदा र उसको म बम हाल्नेछु भन्दा पनि नडराउने स्थितिमा जनता आइपुगेको हुनाले उसले अब नयाँ ढङ्गले जानुपर्नेछ। अब त उसले अरूलाई हान्यो भने उसले पनि हान्छु भनिसकेको छ। यो मामलामा पश्चिमी देशहरू पनि अमेरिकासँग अहिले रुष्ट, सबैलाई भिडाउँछ यसले, हामीले पनि भिडाउँछ, हामीसँग पनि पैसा माग्दैछ भनेर युरोपका अरू देशहरू पनि हामीलाई कर लगाउने भन्छ यसले भनेर सबै असन्तुष्ट छन्। अमेरिकाको अब बिस्तारै अमेरिकातिर हाम्रो देशका कति मानिसहरू साह्रै भक्त छन्। उनीहरूलाई यो संसार तल झर्दैछ, संसारमा अमेरिका भन्ने थाहा नपाएर पनि होला, पछि तिनीहरूले निराश हुनुपर्ने स्थिति हामी देख्छौँ। र यो प्रभाव भारतको मोदी सरकारसम्म आइपुगेको छ। मोदी सरकार पनि फाँसीवादी सरकार हो, यो राम्रो प्रगतिशील सरकार होइन, यो राष्ट्रवादी पनि होइन, यो धर्मवीर हो। धर्मको नाममा त्यसले शासन गरिरहेको छ। त्यसकारण 1.50 करोड जनता पुगिसक्यो भारतमा। अब आधा जनता एक छाक खान्छन्। अहिलेसम्म कसैको त्यस्तो राम्रो बन्दोबस्त गर्न सकेको छैन। त्यतिको सबभन्दा संसारको जनसङ्ख्यावाला देशको परिस्थिति यस्तो छ। त्यसकारण हामीले अब सोच्नुपर्ने कुरो के हो भन्नुलाई भने हाम्रो देशमा तलैदेखि जनतालाई सम्झाउने बुझाउँदै भारत भनेको यस्तो देश हो, अमेरिका भनेको यस्तो देश हो, तिनीहरू आपसमा मिल्छन्, हाम्रो देशलाई पनि भारतले छोडेको छैन भन्ने सबै कुरो जनतालाई बुझाएपछि मात्रै हामीले जनताको सेवाको के अर्थ लाग्छ। नत्र हामी जनताको सेवा भन्दै जाने, जनताले उनीहरूको भक्ति गर्दै जाने हो भने सबै खेर जान्छ। जनताले सम्झाउनु बुझाउनु पर्ने कुरामा हामीले कन्जुसी गर्नुहुन्न, त्यसलाई अगाडि बढाउँदै जानुपर्छ। अब केही प्रश्नहरू छन् साथीहरूको। नयाँ बजेटका शिक्षा र स्वास्थ्य समेत करको घोषणा गरिएको छ भन्छ। नयाँ बजेटमा समेत। यो सरकार प्रतिक्रियावादी सरकार हो, यो प्रगतिशील सरकार होइन। शिक्षा र स्वास्थ्यमा त धेरै सहुलियतहरू दिनुपर्नेमा ठिक उल्टो गरेको छ। यसले थाहा हुन्छ यो सरकार त प्रतिक्रियावादी नै हो। साथसाथै अहिलेको बजेट बनाउने जुन अर्थमन्त्री छ त्यो झन् बर्बाद मान्छे हो। हिजो उसले एउटा पार्टीमा घोषणापत्र लेख्यो पार्टीकै, पछि उसलाई चुनावमा उठायो भनेर त्यो अर्कै पार्टीमा गएर चुनाव लड्यो। जुन व्यक्तिले हिजो एउटा पार्टीमा विश्वास गरेर त्यसको सबै काम गर्यो, घोषणापत्र लेख्यो, उसले चुनावमा नउठाउँदैमा ऊ अर्कोतिर लाग्छ भने त्यो जस्तो विश्वासघाती मान्छे को होला? त्यसले त अब देशलाई पनि धोका दिने बेर छैन।
आफ्नो पार्टीले पनि धोका दियो, जनताले पनि धोका दियो, अब देशलाई धोका दिने बेर छैन। त्यस्तो मान्छेलाई कहिले पनि मन्त्रीमण्डलमा त ल्याउनै नहुने मान्छे हो। त्यो पनि अर्थमन्त्रीमा ल्यायो। त्यसले जनताको हितमा काम गर्छ, त्यसमा कुनै शङ्का छैन। यो मान्छे लायक मान्छे होइन, साथसाथै इमान्दार त पटक्कै होइन। यस्तो मान्छेबाट धेरै देशले राम्रो होला त के झन् बिगार्न बेर छैन भन्ने कुरा मनमा राख्नु। अहिले सुन्नमा आएको कोराना नाकाबाट 753वटा गाडी इभी गयो भने करेन्टले चल्ने त्यस्तो गाडी भन्सार बिना भित्रिएको सुनिन्छ। यसबारे स्पष्ट पारिदिनुहुन्छ कि भन्ने छ। तर भित्र यसले त्यो गाडीलाई भित्र ल्याउन खोज्दैन। त्यसले भारतले बनाएको मान्छे भएको हुनाले त्यो चिनको गाडीहरू सस्तोमा उसले ल्याएको मन पराउँदैन। त्यस कारण अनेक किसिमको जालसाजी गर्न सक्ने सम्भावना भएको हुनाले उनीहरूको पार्टीभित्रै यस विषयमा राम्रोसँग छलफल भयो भने त्यसलाई निकाला गर्न सक्यो भने देशको हित हुन्छ। होइन भने अर्को भद्रगोल धेरै त्यसले काम गर्ने रहेछ। उसले देशको विकास गर्ने भन्छ, तर विदेशी शक्तिबाट सञ्चालित व्यक्ति भएको हुनाले उसबाट अलिकति पनि हामीले आश गर्नु हुँदैन। हाम्रो आश सबै खेर जान्छ। त्यसो भएको हुनाले त्यस्ता व्यक्तिको विरोधमा जनताले आवाज उठाउँदै जानुपर्छ। उनीहरूको पार्टीमा पनि हामीले राम्रोसँग भन्नुपर्छ, यसले देशलाई बिगार्छ। यो नेपाली हो, यसको पासपोर्ट त विभिन्न देशको होला, योसँग नागरिकै कति देशको छैन भने हामीले भन्न सक्दैनौँ। त्यस्तो खराब मान्छे हो त्यो। आजको अन्तर्राष्ट्रिय परिस्थितिबारे मैले अघि पनि भनिसकेँ, एकदम दक्षिणपन्थी भेलको रूपमा आइरहेछ। त्यो भनेको प्रतिक्रियावादी हुँदै हुँदै गएको छ। तिनीहरूलाई युद्ध खोज्ने, सानो देशलाई छिचोमिचो गर्ने, अनि अरूलाई उठ्न नदिने, त्यस्तो किसिमको बन्दोबस्त हुन्छ। यो दक्षिणपन्थीहरूको गरिब जनतालाई उठ्न होइन कि दबाउने काम तिनीहरूबाट हुने भएको हुनाले अब यो अर्थमन्त्री पनि त्यो सिद्धान्तलाई मान्ने मान्छे भएको हुनाले त्यो मान्छेलाई मन्त्रीमण्डलमा राख्नु हुँदैन भनेर हामीले त्यो पार्टीको जनतालाई पनि हामीले राम्रोसँग भन्नुपर्छ। यसले विदेशको हित गर्छ, हाम्रो देशको अहित गर्छ भन्ने राम्रोसँग हामीले बुझौँ। अहिले संसारमै त्यस्तो भइरहेको हुनाले गन्जागोल छ संसारमा पनि, र तिनीहरूले गरिब जनतालाई छिचोमिचो गर्ने, गरिब देशलाई छिचोमिचो गर्ने काम चालु राख्छ तिनीहरूले। र यस अर्थमा अन्तर्राष्ट्रिय परिस्थिति अहिले त्यति राम्रो छैन। सबै जनताहरू मिलेको खण्डमा त्यसलाई पनि सफा गर्न सकिन्छ। प्रतिक्रियावादीहरूको विरुद्धमा सबै जनता एक दिन सडकमा उत्रनै पर्छ। यसमा सबै साथीहरूले मनमा राख्नु होला। अहिले नेपालको सीमा लगायत विभिन्न विषयमा संसदमा पनि कुरा उठ्यो। प्रधानमन्त्री आफैले पनि भारतले त छिचोमिचो गरेकै छ, नेपालले पनि कति भारतको क्षेत्रहरूमा छिचोमिचो गरेको छ भनेर भनिदियो, जसको विरोधमा संसदमा पनि भइरहेकै छ। त्यसैको विरोधमा त्यो संसदले गर्ने काम उनीहरूले गरिरहन्छ, त्यो स्वाभाविक हो। र अहिले किन भारतले सबै नेपाली मन्त्रीहरूलाई बोलाउँदै कुरा गर्दैछ भने पहिले भारतको बुद्धिजीवीहरू र नेपालका बुद्धिजीवीहरू मिलेर हाम्रो कहाँ कहाँ कुरा मिलेन भन्ने केही समस्याहरू लेखेर उनीहरूले गुप्त राखेको रहेछ। धेरै सम्भव यो बाहिर गयो। त्यो इन्डियाले थाहा पाएपछि उसले बुझ्न मानेन त्यसलाई। 1950 को सन्धिको बारेमा पनि उनीहरूको एकजना सचिव जस्तो मान्छेले सही गर्ने, हाम्रो राजाले सही गर्ने, प्रधानमन्त्रीले सही गरे, त्यो नमिल्ने कुरा छिटोमिचो गरेको। साँचो अर्थमा भारतले नेपाललाई आफ्नै देश सम्झँदै आएको छ। उदाहरणको निम्ति त्रिभुवन हिन्दुस्तानमा रहँदा पनि
तपाईँ हाम्रो देशको राजा बनिदिनुहोस् भनेर विभिन्न राजा महाराजाहरूको दरबारहरू देखाएका थिए उनले। अब उनले त बुझ्यो मलाई हिन्दुस्तानमा राखेपछि त नेपालमा त यिनीहरूले कब्जा गर्ने हो भन्ने थाहा पाएपछि म त सानो देश भए पनि मेरै देशको मात्रै राजा बन्छु भन्ने त्यस बेलादेखि यो जालसाजी चलिरहेकै छ। सबै नेपालीहरूले बुझेको पनि होला, अझ बुझ्नुपर्छ। यो दक्षिणपन्थी भनेको अरूलाई छिटोमिचो गर्ने पार्टी हुन्छ, त्यो उनीहरूको धर्मै त्यस्तो हुन्छ। त्यसकारण अब हामी सबै नेपाली जनताले ठुलो देश भयो भनेर डराउने कुरा हुँदैन। हामीले सङ्घर्ष गर्दै जानु पर्यो। ठुलो देशलाई हराउँदै जाने त संसारमा इतिहास धेरै छ। पहिले बेलायत यस्तो देश हो जहाँ उसको देशमा सूर्य नै डुब्दैन थियो। र खोइ त आज त बेलायत कहाँ छ? त्यो त ह्रास हुँदै जान्छ बलियो। अहिले नेपोलियनको पालामा नेपोलियन पनि धेरै ठुलो फ्रान्स अगाडि बढेको थियो। त्यो घमण्ड भएर अरू देशमा हमला गर्दै गयो, बिस्तारै त्यो पनि नाश भएर गयो। त्यो आफै पछि एउटा टापुमा गएर मर्नु पर्यो नेपोलियनलाई। यसरी नै यो ट्रम्पको पनि त्यही हालत हुन्छ। योभन्दा बढ्ता गएपछि उसको अदालतले उसको कुरो मान्दैन। अन्तर्राष्ट्रिय परिस्थिति पनि अहिले जब प्रतिक्रियावादीहरू अगाडि आउँछन् जनताहरू पनि उठ्नु स्वाभाविकै हो, त्यो हुँदै जानेछ। र अर्को महत्त्वपूर्ण कुरा भनेको अहिले हाम्रो सीमामा पनि भारतले छिटोमिचो गरेको हुनाले अब ठुलो देशले सानो देशमाथि हमला गर्न नहुने भन्ने कुरो पहिलेदेखि चलिआएको छ। अहिले हाम्रो सरकारमा बस्नेहरूलाई यदि गलत ढङ्गले त्यो सही गरेर आयो भने त्यो पनि राम्रो नहोला। परराष्ट्र मन्त्रीले त्यो पुरानो थैला म बोक्दिनँ भने त्यो भनेको पहिलेको निर्णयहरू मान्दैन भनेको। उसको सम्पत्ति होइन देश र उनको बाउ बाजेले बनाएको होइन। सारा जनताको हक लाग्छ यो देशमा। त्यसले मन पनि बोल्न पनि पाइँदैन, जथाभावी गर्न पनि कसैले हुँदैन। त्यसको बदला चाहिँ जनता फेरि उठ्छन्, त्यति उनीहरूले बुझ्नुपर्छ। अब कसैले के भन्छन् भने 46 सालदेखि 62 सालसम्म अनेक पार्टीहरूको पनि संयुक्त आन्दोलनहरू भयो र उपलब्धि के त भने त्यो त पुँजीवादी व्यवस्थामा पुँजीपति वर्गहरूको सरकार बन्छ, बिग्रन्छ, भत्किन्छ, त्योभन्दा बढ्ता हुँदैन। त्यसकारण हामी सरकारमा नजानुको कारण पनि त्यो। हामी सरकारमा गए पनि त्यहाँ राम्रो काम हुँदैन। यो कुरालाई हामी बुझौँ। र समाजवादी क्रान्ति नभएसम्म कुनै पनि देशमा राम्रो बन्दोबस्त मिल्नै सक्दैन। यसकारण अहिले पनि पुराना पार्टीहरू बिस्तारै मिल्दै जाने हुन्छन्। जहिलेसम्म उनीहरूको मनमा आफू मन्त्री बन्ने, प्रधानमन्त्री हुने, हाम्रो पार्टीले शासन चलाउने भावना मात्रै छ भने त्यो हुनै सक्दैन। हामी जनताको सेवा गर्ने छौँ भनेर भित्रै हृदयदेखि जनताको सेवामा काम गर्यो भने त्यो चल्छ, होइन भने त्यो चल्दैन। त्यति साथीहरूले मनमा राख्नु होला। केही साथीहरूको मनमा त्यो भेनेजुलामा के भएको, क्युबाको अवस्था के होला भनेर चिन्ता छ। भेनेजुला समाजवादी देश होइन, उनीहरूले समाजवाद चाहेको हो, तर चुनावबाट आएको सरकार हो। अब लडाइँबाट सरकार आएको भए त्यहाँको सिपाहीहरू, त्यहाँको सेना हार्थ्यो, समाप्तै हुन्थ्यो। नयाँ जनताले बनाएको सेनाबाट देश जोगिन्थ्यो। अब अमेरिका र त्यहाँको पुरानो सेना मिलेको एकैबाजी देशभरि बिजुली बन्द गरिदियो र भेनेजुलाका सेनाहरू तमासा हेरेर बसेको उनीहरूले थाहा थियो। त्यहाँको सेना हातमा लिएको हो। अनि क्युबाका केही सेना थियो त्यसमा 1-1.5 सेना, तिनीहरूलाई पहिले नै उनीहरूले घेरेर समाप्त पारेको, टिकचाक कसैले नदेख्ने गरी त्यो गरेको। केही उनका नयाँ सेना पनि थिए अलिकति, तिनीहरूले पनि सिधाइदियो।
थाहै नदिकन, किनभने त्यहाँको सेनाले उनीहरूलाई मद्दत गर्यो भने अचानक तिनीहरू आएर गुप्त रूपले नै खतम पारिदिएको भेनेजुएलामा। त्यहाँको राष्ट्रपति र श्रीमती राष्ट्रपतिले पनि लगेर अमेरिकाले लागेछन्। यो एक प्रकारको डकैती हो। यो गर्नु नहुने काम। एक सार्वभौमिक देशमा ट्रम्पले सिधा उसले आदेश दिएर त्यो देशको राष्ट्रपति र उनको जहानलाई लिएर आफ्नो जेलमा हालिदियो। यो जस्तो अपराधहरू हुँदैन। सार्वभौम देशको राष्ट्रपतिलाई नै लिएर जाने भनेको यो अति अहिलेसम्मको कुनै पनि राजनैतिक सिद्धान्तलाई नमानेको ठहर छ। एक त कसैले त त्यहाँ अमेरिकी जनताले नै यो त डाक्टरलाई देखाउनु पर्ने राष्ट्रपति हो भनेर भनेका छन्। कति देशका राष्ट्रपतिलाई त त्यो धम्की मात्रै दिन्छ। तिम्रो देशै मैले लिने भन्छन्। ग्रिनल्यान्डलाई त्यस्तै भनिदियो है। अब क्यानाडालाई पनि तिम्रो देश मेरोमा गाब्ने भनेर भनिदियो। तिनीहरू पनि रिसाए। अब एउटा राष्ट्रपति भनै नलायकको भनेर अमेरिकी जनता पनि साह्रै चिन्तित। कतिसम्म गऱ्यो भने पहिलो चुनावमै उसले पहिलो चुनाव जितेकै बेलामा पनि अब तपाईँले यो भाषण गर्नु पर्यो भनेर उसलाई सचिवहरूले दिएको भाषण हेरेर उसले सिधै माइकमा के बोल्यो भने हामीले हेरिरहेको थियौँ। त्यसै बेला पनि अरूले लेखेको भाषण मैले पढ्नु पर्ने भएदेखि म राष्ट्रपतिमा उठ्ने नै थिएन भन्यो पहिलो भाषण। त्यसै बेला चाहिँ यो खुस्केट हो कि के हो भनेर भन्थे मान्छेहरू। त्यहाँ पनि त्यति पनि नबुझ्ने मान्छे राष्ट्रपतिमा उठ्नुहुन्थ्यो। त्यसकारण त्यस्ता मान्छे पनि जित्दा रहेछन् अमेरिकामा या पुँजीवादी व्यवस्थामा। पैसा छ उसँग, जे पनि गर्ने भयो। यसकारण संसारको हालत यस्तो छ। यिनीहरूको हातमा यो बान्दरको हातमा नरिवल भने जस्तै। त्यो बान्दर त हातमा त्यो कटावाल नरिवल जान्छ। उसले यसो हल्लाएर खेल्छ। कुलकुल कुलकुल आवाज आएपछि उसले टोकेर त्यो रस खान खोज्छ। त्यसले टोकेर त्यो निस्कँदैन अनि फाल्छ। फेरि लिएर आउँछ। फेरि त्यो आवाज सुन्छ। त्यसले पछि रिसाएर त्यो नरिवलले आफै टाउकोमाथि हान्छ। त्यो त पछि रगतै रगत हुन्छ अनि त्यसलाई फालेर जान्छ। यो राष्ट्रपतिको बुद्धि पनि अमेरिकी राष्ट्रपति। यसकारण त्यहाँको जनताहरू साह्रै आत्तिएका छन्, चिन्तित छन्। अब इमान्दार जनताहरू त चिन्तित हुनु स्वाभाविक हो। देश र विदेशमा यसले के राम्रो नराम्रो गर्ने होला भनेर चिन्ता त लिने पनि त्यो स्वाभाविक पनि भयो। अर्को कुरा अहिले हामी क्युबालाई पनि त्यसले धम्की दिन्छ। क्युबा पहिले सोभियत सङ्घ भएको बेलामा समाजवादी देश भएको थियो। पछि उसले क्युबामा हमला गर्ने त्यस्तो थाहा पाएपछि सोभियत सङ्घसँग मिलेर उनीहरूले त्यहाँ मिसाइलहरू राख्यो अमेरिकामा हान्नलाई। हामीले हान्यो भने हामी पनि हानिदिन्छौँ भनेर। पछि यो अमेरिका र सोभियत सङ्घ मिलेर यिनीहरूलाई हामी केही पनि गर्दैनौँ, तपाईँहरूको यो मिसाइल लैजानुहोस् भने उसले खानतलासी लिन खोज्दाखेरि क्यास्ट्रोले म हाम्रो देशलाई अरू विदेशलाई खानतलासी लिन दिँदैनौँ हामी भनेर उसले अडान लिएपछि अमेरिकनहरू खुर्को गएको है। अहिले पनि क्युबाले दुःख दिँदैछ, चारैतिर घेरेको छ। एउटा देशले अर्को देशलाई गर्नु नहुने सबै काम गरेका छ। भोलि अमेरिकी जनताले यस्तो इतिहास लेखेका छन् कि हाम्रा राष्ट्रपतिले संसारका अरू राष्ट्रपतिहरूले अरू देशले यस्ता यस्ता नराम्रा काम गरेका छन् कि जुन कुरा भनिसाध्य छैन। हामी दुःखी छौँ भनेर त्यस्तो लेख्दै जानेछन् उनीहरूको इतिहासमा। यसकारण क्युबाली जनता अहिले उनीहरूको देशमा पेट्रोल छैन। त्यो पेट्रोल नभएको हुनाले हरेक देश चिज अहिले पेट्रोलले चल्ने दुःख दिइरहेछन्। कसैबाट पेट्रोल लिन दिएन, घेरेर राखिदिएको छ। अनि चिनले बरु उनीहरूलाई यो घाममा राखेर बिजुली निकाल्ने दिएको छैन अहिले। त्यस्ताहरू दिएर पनि केही काम चलाउ काम भइरहेछ।
अब तिनीहरूले पनि पहिले पनि त्यहाँ त्यस्तो बिजुलीको उत्पादन गर्ने कुराहरू चलिरहेको थियो। अब एक न एक दिन क्युबाको जनताले पनि बुद्धि निकाल्ने छन्, सबै पढिलेखेका छन् त्यहाँ पनि। उनीहरू त्यो अरूसँग कुरा टेक्ने खालका जनता होइनन्, तर उनीहरूमाथि गरेको अन्यायको हामी विरोध गर्छौँ। हामी विरोध गर्नै जानुपर्छ, किनभने भोलि हामीलाई पनि हामीभन्दा ठुलो देशले थिचोमिचो गर्यो भने हाम्रो पक्षमा कोही पनि बोल्दैन। त्यस कारण हामीभन्दा साना देशहरू या अन्यायमा परेका देशहरूको पक्षमा हामीले बोल्नुपर्छ, अनि अरूले पनि हाम्रो पक्षमा बोल्ने भएको हुनाले यो कुरा हामीले साथीहरूलाई भनिरहेछौँ। अर्को, हाम्रो देशमा रासायनिक मलको कुरा पहिलेदेखि नै चलेको हो, तर हिन्दुस्तानले नेपालमा रासायनिक मलको कारखाना बनाउन दिँदैन भन्ने थियो। किन? नेपाल स्वतन्त्र भएको भारतीय शासकहरू मन पराएन, जनता चाहन्छन्, त्यहाँका जनता हामी जस्तै दुखी छन्। र नेपाललाई हामीले रासायनिक मलको कारखाना बनाउन दियो भने हाम्रो कारखाना चल्दैन, हामीले नाफा खान पाउँदैनौँ भन्ने खालको छ के। त्यसकारण हामी सबै जनताले हामीले बुझ्नुपर्छ कि रासायनिक मलको अभावमा हाम्रो उत्पादन कम हुन्छ। त्यो उत्पादन बढाउनको निम्ति मल चाहिन्छ। अब यदि त्यहाँ प्रगतिशील सरकार आएको भने भारतमा, होइन नेपाल पनि दुखी जनताको हामी जस्तै दुखी हो, हामीले त्यहाँको रासायनिक मल कारखाना बनाउने कुरामा बरु मद्दत गर्नुपर्छ, उनीहरूलाई दुःख दिनु हुँदैन भन्ने छन्। यसकारण नेपाली जनता र भारतीय जनताको बिचमा मेल हुनुपर्छ, त्यहाँको प्रतिक्रियावादीहरूको विरोधमा एक हुनुपर्छ। हामीले बुझ्ने कुरा यही हो है। यसकारण हामीले हाम्रो मनलाई सानो बनाउनु हुँदैन। हामी पनि लड्न सक्छौँ, हामी पनि मान्छे हौँ, एक न एक दिन हामीले पनि केही बुद्धि निकाल्ने छौँ र सबै नेपाली जनता र संसारका जनतासँग मिलेर सबै देशहरूको निम्ति हित हुने काम हामी गर्न सक्छौँ भन्ने मनमा राखेर हामी काम गरौँ। बरोबर यसरी नै हामी भेटघाट गरौँ। यति नै बोलेर तपाईँहरूसँग म बिदा लिन चाहन्छु। धन्यवाद छ। केही प्रश्न छ भने तपाईँहरू गर्नुहोस्। हस्, धन्यवाद पार्टी अध्यक्षज्यूलाई। साथीहरूले अगाडि नै केही प्रश्नहरू टिपाउनु भएको थियो र त्यही प्रश्नको आधारमा पार्टी अध्यक्षज्यूले आफ्नो विचारहरू राखिसक्नु भएको छ। तैपनि केही थप जिज्ञासा रहेको खण्डमा केही प्रश्नहरू हामी लिन सक्छौँ जस्तो लाग्छ। नरदीप सर, उहाँले केही बोल्न खोज्नु भएको जस्तो छ। नरदीप सर। छैन जस्तो छ। कुनै आवाज आएन। अरू कोही साथीको कुनै त्यस्तो जिज्ञासा भएको खण्डमा तनेमजी के बोल्न लाग्नुभयो? दाइ सर्वप्रथम नमस्कार। नमस्कार। यो भेनेजुएलाको राष्ट्रपतिलाई अपर गरेर राखेको छ नि दाइ अमेरिकाले। थप अहिले त समाचार केही आएको छैन, के भइरहेछ यो विषय जानकारी पाउन सके भए। अहिले मुद्दा चलाइरहेछ, त्यो पनि नक्कली मुद्दा र लागु पदार्थको जो छुट्टै मात्रै कुरा। अब अमेरिका भन्ने देशको कुरा हेऱ्यौँ भने हाम्रो साथीहरू पनि अमेरिकामा छन्। त्यहाँको जनताको चेतनाको स्तर पनि धेरै कम रहेछ। त्यहाँ विद्वानहरू पनि छन्, वैज्ञानिकहरू पनि छन्। त्यहाँको जनसङ्ख्याको आधारमा कम जनसङ्ख्या सचेत। त्यहाँ पनि आन्दोलन पहिले पनि ठुल्ठुला आन्दोलन भएको छ, पछि पनि हुँदै जानेछ। त्यसकारण अहिलेको सरकार जो अहिले ट्रम्प सरकार छ, त्यसलाई उनीहरूले प्रशासन भन्छ त्यसलाई, त्यो ठिक छैन। तर त्यहाँको जनतालाई पनि धेरै पस्तो भएको होला, त्यस्तो राष्ट्रपतिलाई हामीले जिताउनु पर्यो भनेर। तर जनताले भोट दिनु पर्दैन, त्यहाँको माफिया भन्छ अपराधीहरू सबै मिलेर चुनाव जिताउँछन् त्यहाँ पनि। त्यसकारण त्यो अब धेरैलाई के अनुमान छ भने अब यो राष्ट्रपति जित्दैन,
तर अलिकति योभन्दा राम्रो सरकार आउँछ अनि अरू देशका जनताहरूलाई पनि अलिकति होलो हुन्छ भन्ने आशा जगाएको छ। धन्यवाद सर। हजुर नरदेव सर के बोल्न लाग्नुभयो के जग्गे बहादुर साई? हजुर हजुर जग्गे दाइ के प्रश्न? नमस्कार नमस्कार दाइ। नमस्कार। यो अस्ति यो सिमानाको विषयमा त दाइको कुरा अघि पनि आयो। अब अहिले प्रधानमन्त्रीले पनि संसदमै अब नेपालले भारतको सीमा मिचेको छ भनेर बोल्नु, फेरि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरू नेपालले कहाँ कहाँ सीमा मिचेको छ भनेर खोज्न जानुले यो एकदमै अप्ठ्यारो अवस्था। यसको विषयमा अझ अलिकति प्रश्न पारिदिनुहुन्छ कि भनेर। मैले पहिले भने अहिले देशको परिस्थिति अन्यल छ। अन्यल भन्नुको अर्थ यिनीहरूको नयाँ पार्टी हो, त्यसमा पनि भद्रगोल छ, एउटै विचारको पनि छैन। त्यसो भएको हुनाले त्यस्तो परिस्थिति अरू देशमा पनि छ र हामीले नेपालको सन्दर्भमा हेर्दाखेरि हामीले जनताको बिचमा काम गर्दै जानुपर्छ। यो सरकार पनि ठिक छैन, यो युवाहरूलाई हुर्काएको हो, विदेशी शक्तिहरू सबै मिलेर गरेको हो यो। तर युवाहरूलाई नै दिएपछि सबै हुन्छ भनी ठान्ने हो भने हामीले सानसानो केटाकेटीलाई पनि त सरकारमा ल्याउन सक्छौँ। त्यसले त हुँदैन। अनुभवी चाहियो, देशप्रति इमान्दार चाहियो, पहिलेदेखि काम गरिआएको मान्छे चाहिन्छ है। त्यस कारणले अहिले संसदमा हामीले देखिहाल्यौँ कति अहिले त कति अनुशासित भएर बसेका पनि छन्, कति त जे पायो मनमा आएको सबै बोल्ने पनि भएको छ। अब तर यो सरकारलाई पनि काम गर्न त्यति सजिलो हुँदैन र साँच्चै संसदीय व्यवस्थाले राम्रो चलाएको भने यिनीहरूले कमसेकम मन पनि गर्न पाउँदैन। हामी आशा गर्छौँ अब हामी पनि गाउँ गाउँमा जिल्ला जिल्लामा गएर साथीहरूलाई सचेत पार्ने काममा अलिकति पनि पछि हट्नुहुन्न। हाम्रो कुरालाई अगाडि लैजानुपर्छ। जसरी हामी सुत्दै पनि ढुकढुकी हुन्छ नि त, हाम्रो त सास फेरिरहन्छ, हामीले रगत सफा भइरहन्छ। त्यसरी नै जुनसुकै बेलामा पनि हामीले जनताको बिचमा काम गरिरह्यौँ भने हामीलाई अलिकति पनि पछुतो हुने छैन। हाम्रो कर्तव्य हामीले पुरा गरिराख्नुपर्छ। धन्यवाद। दाइ यो हाम्रो गतिविधि छ नि दाइ, हामीले गर्नुपर्ने जति हुन सकेन कि हामीले कमजोर भयो कि हाम्रो गतिविधि भन्ने लाग्यो क्या दाइ। यसलाई कसरी जिल्ला जिल्लामा र देशैभरि कसरी हामी लिन सक्छौँ यो विषयमा अलि व्यापक छलफल गरेर अगाडि बढ्ने कि त्यसो लागिराखेको हो। अब अहिलेको परिस्थितिमा हामीहरूले आफ्नो आफ्नो जिल्लाहरूमा बिस्तारै काम गर्दै जानुपर्छ। हो हल्लाले होइन। पहिले त मास मिटिङहरू हामी गर्थ्यौँ है। अहिले जिल्ला जिल्लाको हाम्रो आफ्नो सङ्गठनलाई नै बढ्ता शिक्षित गर्दै हामीले हाम्रो कार्यकर्ता साथीलाई शिक्षित गरेपछि ती साथीहरूले गाउँ गाउँमा गएर राम्रोसँग काम गर्ने हुन्छ। त्यतिपछि जहिलेसम्म सबै जनता बुझ्दैनन् तहिलेसम्म हामीलाई गाह्रो हुन्छ। हाम्रो कार्यकर्ताहरू सचेत भएपछि अझ अहिलेको भन्दा राम्रो भएपछि हामीलाई सजिलो हुन्छ काम गर्नको निम्ति। जस्तो कि हाम्रो ज्यावलहरू राम्रो भएपछि काम गर्नेलाई सजिलो हुने भने जस्तै कार्यकर्ताहरू राम्रो भएपछि शिक्षित भएपछि हामीलाई काम गर्न सजिलो, जनतालाई पनि सजिलो हुन्छ। म फेरि पनि अनुरोध साथीहरूलाई सबै ठाउँमा एउटै ढङ्गले काम गर्नुभन्दा पनि आफ्नो परिस्थिति अनुसार आफ्नो आफ्नो गाउँको ठाउँको जिल्लाको परिस्थिति अनुसार जनताको बिचमा गएर काम गरेको खण्डमा हामी अलिक छिटो अगाडि बढ्न सक्छौँ। धन्यवाद सर। मैले केही कुरा राख्नु खोजेँ। कस्तो मेरो माइक के छ सरोजजी? ठिक छ ठिक छ। भाइ नमस्कार र अरू साथीहरू सबैलाई नमस्कार। अब छोटोमा देशको अवस्था गन्जागोल भन्ने त आइहाल्यो।
एक दुईवटा त्यससँगै जोडिएको मैले अलिकति थोरै भूमिका के बाँधेँ भने हाम्रो एकजना साथी दाइले कतिको याद गर्नुहुन्छ अरू साथीहरूले हेमशङ्कर बहादुर खनाल भन्ने भूपू आर्मीको मान्छे एकचोटि हाम्रो चाहिँ संसदीय निर्वाचन लडेको मान्छे हो। उहाँ चाहिँ मेरो यो सामाजिक सञ्जालमा साथी हुनुहुन्छ। उहाँका धेरैजसो कुराहरू हेर्दाखेरि अब बालेन प्लस सेनाको पुरै बचाउमा हुनुहुन्छ उहाँका चाहिँ सामाजिक सञ्जालका जति पनि स्ट्याटसहरूदेखि लिएर कमेन्टहरू। अब यो बालेनको अथवा प्रधानमन्त्रीको अभिव्यक्ति अज्ञानता हो वा नियोजित हो छोटोमा एउटा चाहिँ भयो। अर्को चाहिँ अब सेनाको गतिविधिहरू शङ्कास्पद देखिएको छ। दाइको सबभन्दा पहिला अरू कसैले नबोल्दै हामीले सेनाको बारेमा प्रश्न हामीले नै उठाएको हो। अब अहिले पनि त्यो यथावत देखिन्छ र छोटोमा मलाई लागेको जिज्ञासा के भने यसको पछाडि राष्ट्रिय वा अन्तर्राष्ट्रिय कुन शक्तिको चाहिँ सेनासँगको बढी क्लोज चाहिँ ऊ छ। सेनालाई अब यस्तो भूमिका खेलाउनेमा कसको भूमिका अब देशको आन्तरिक शक्ति वा बाह्य शक्ति एउटा त्यो पनि बुझ्न खोजेको। अर्को सामाजिक सञ्जालमा हामी यिनीहरूसँग भिड्न कतिको जरुरी छ। अब आइहाल्छ यसो वाद प्रतिवादहरू। अब हामी बरु भिड्ने कि अब नभिड्ने अब आफ्नो तरिकाले जाने यति एक दुईवटा कुराहरू अलिक प्रस्ताइदिनु। ल धन्यवाद छ है। हामीले भन्यो नि यो अहिलेको सरकारले देशी र विदेशी शक्तिहरूको नियोजित उपद्रव हो भनेर मैले भने यति भएपछि ठुलो होला है। त्यो छ यसमा र जहाँसम्म प्रधानमन्त्रीको कुरा छ त्यो प्रधानमन्त्रीलाई त सदनले जो प्रश्न गरेको छ त्यही उसलाई पुगेको छ र साथसाथै अरू देशमा पनि कहिले त चटके मान्छेलाई ल्याइदिन्छ, फकिरलाई पनि चुनावमा उठाइदिन्छ। जनता सबै सचेत भएको भएदेखि त्यस्तो नहुने। जनता सबै सचेत छैन त पैसाको घरमा काम गर्छ, त्यति मनमा राख्नु होला। र जहाँसम्म सेनाको कुरा छ अब अहिलेको राजसपाकै नेताले भन्यो नि हाम्रो सरकार हो र राज्य शक्ति हाम्रो होइन भनेको छ। त्यो भनेको बहुमत हाम्रो छ त्यसका सरकार छ तर सेना हाम्रो होइन है भनेको हो। हाम्रो सेनाले अस्ति जो 23-24 गतिको घटनामा ऊ त तमासा भएर हेऱ्यो भने राष्ट्रपतिले राजीनामा गरेर भनिदियो, प्रधानमन्त्रीले राजीनामा गरेर भनेको भयो। अब कमान्डर इन चिफले त राष्ट्रपति र प्रधानमन्त्रीलाई यस्तो गर त भन्न सक्दैन। तर भन्ने त कसको आडमा पर्छ? विदेशीको आडमा भनिदियो, नत्र विदेशी आउँछ। जहिलेसम्म तपाईँ यसमा सही गर्नुहुन्न तहिलेसम्म तपाईँको रेस्क्यु हुँदैन, तपाईँलाई जोगाउन सकिँदैन भनिदियो सेनाले। त्यसमा सही गरेपछि अनि लग्यो। नीति भनेपछि तपाईँहरूले बुझ्नु होला। त्यसकारण सेना महत्त्वपूर्ण हुन्छ। इराकमा त्यही भयो। इराकमा अमेरिकाको जहाजहरूले जहाँबाट हान्यो त्यहाँसम्म हाने ताकत उसँग थियो इराकमा। त्यो कुरा सेनाको बैठकमा भनिदियो राष्ट्रपतिले। सेनाका ठुला मान्छेहरूले के भनिदियो भने त्यति गरेपछि त फेरि आणविक युद्ध हुन्छ, उसले अनुभव हानिदिन्छ, हाम्रो क्षति हुन्छ। यसको मतलब हो उसको सेना उसको हातमा छैन। अनि सदाम हुसेनले तल गएर त्यो अमेरिकी राष्ट्रपतिको टाउकोमा चित्रमा कुल्चेर गएर बन्दुकमाथि उठाएर म लड्छु भनेर प्रतिज्ञा गरे। लिबियामा पनि त्यही भएको। त्यहाँको सेना, प्रहरी, गुप्तचर विभाग र प्रशासनले साथ दिएन अनि हार्यो। बाहिरबाट यो अमेरिकनहरूले उनीहरूको गुप्तचर विभागले सबै मान्छे लगेर त्यहाँ पनि त्यस्तो काम गरेको। त्यसकारण हरेक देशमा त्यस्तो हुने सम्भावनाहरू छ। सेनालाई राम्रो बनाउनु पर्छ। जनता सबै राम्रो भएपछि सेनालाई पनि ठाउँमा ल्याउँछ सबै जनता। अब सेना पनि त जनताकै छोराछोरी हो नि। त्यसकारण जनता भनेको जनता भने त्यसै भनेको हो। जनता सबै शिक्षक पनि जनतै हो, मन्त्रीहरू भने पनि जनताकै छोराछोरी हुन्, सेना, प्रहरी, गुप्तचर विभाग पनि जनतै हुन्। चारैतिर उनीहरूलाई पनि त दबाब पर्छ। हाम्रो देश बिग्रियो
यो विदेशीको कुरा सुन्नुहुन्न भन्ने कुराहरू जाने भएको हुनाले हाम्रो साथीले त्यसरी त्यसलाई हेर्नु। धन्यवाद।